दर्शक नमस्ते, फेरि पनि स्वागत छ सम्पूर्ण मेरो नेपाली दिदीभाइ दाजुभाइलाई मेरो च्यानल कलिकसो ब्लगमा। म विमल आचार्य के बक्सोल्टी र आज चाहिँ हामी कालिम्पोङ 6 बजे बाउ छोरा अङ्कल दाइ भएर निस्केको समय हामी जाँदैछौँ सर्दी। आज हाम्रो रहेको छ कालिका पूजा। यस्तो हाम्रो आचार्य खल्लोको दाजुभाइहरू भेला भएर हाम्रो आज पूजा गर्ने क्रममा हामी आज बिहान घर निस्केको छौँ। उहाँ अगाडि पवन अङ्कल हामी आइसकेको छौँ यति बेला राति र सनराइज हुँदैछ। आज सनराइज हुनुभन्दा अगाडि नै मलाई जस्तो लाग्छ रातैमा घडी कति पऱ्यो मलाई थाहा छैन। त्यो बाटो हाम्रो बाहरूले खनेको 15 दिन बसेर यताबाट बाउहरूले त्यति बेला खनेर अहिले हामी बाइक कुदाउनु पायो। अनि त्यहाँ तर यहाँ बाटोको यस्तो यस्तो थियो नि होइन, त्यो पहिलाको यस्तो यस्तो थियो नि बाटो हेलो बब सल्टी के छ? ठिक छ। ओ हाम्रो बब सल्टी आउनु भएर यार सल्टी घुम्न यार। ल बस्दा जाम। कहाँ यहाँ भर्ता लाइन ल हामी यति बेला भर्ता आइसकेको छौँ। ल गाइज यो धारा यो यिनीहरू हाम्रो हजुरआमा हजुरबुवा हाम्रो पितृ फलको सम्झनामा बनाइएको छ है। नाम पढ्न सक्नुहुन्छ हजुरहरूले यहाँनिर। उहाँ चाहिँ हाम्रो अङ्कल र बाहरूको सानोको साथीहरू के। अनि आज हामी अङ्कल बस्नु चिया खान रोकेको छौँ। नमस्ते। सकिन्न नि सेम इन्ट्रो है। ल आज बाबुहरूसँग चिया खाइयो। अब निस्किनु लाग्यो यहाँबाट। हामी चाहिँ यताबाट भित्र सुनाइ जाने बाटो हाम्रो गाउँमा सुनाइमा छिरिसकेको छौँ। देखि सक्नुहुन्छ। विमल त खै के हो ए यो र दोस्त तिम्रो दाडी र मेरो दाडी त सेम छ त यार। आज पूजा गर्ने बाटो हो। विमल जस्तै है, सेम दाडी पनि त्यत्रै है। दाजुभाइ दाडी सेम छ र तेरो अन्दाजी भन्न त कति भयो? तेरो अन्दाजी भन्। मेरो अन्दाजमा 25 देखि 30 को बिचमा छ। 5 किलो फरक त भन्दैन नै कसैले। भन्छ नि, म भन्छु नि आधा किलो 1 किलो त यताउता हुन्छ। 25 देखि 20 को 20 मा भने मन त 30 को बिचमा। मोमो कहाँ छ अरे कि 100 किलोको काटा उसकाम गएर फर्के कहाँ छ अरे। हामी चाहिँ ठुलबा घर आइसकेको छौँ। अब हाम्रो पूजाको तर्कर सुरु हुँदैछ। मोटे देछस् नि, काट्छु तँलाई मैले अहिले मोटे। यता हुन्छ हाम्रो ठुल्दाइ, यता हुन्छ हाम्रो अस्ताइ। हेलो हेलो। मेरो खानदानको है सबभन्दा ठुल्दाइ हाम्रो ठुल्दाइ, अनि सबभन्दा भाइ है एउटै फ्रेममा के कसो दाइ। अब लास्ट पप हान्नु भाइ। ठिक छ ठिक छ। कसरी हो त दाइ सिकाइदिनु हामीलाई। खुट्टाले नि कुद्छन् झनै।
तलबाट निकाल्ने हो कि माथिबाट हाल्ने Why like this guy? कसरी हालेर तलबाट निकाल्ने त नि हुन त जनै निकाल्नु त तलबाट है ए ल ल सरले उल्टो उल्टो सिकाउँछ क्या नयाँ यहाँबाट हाल्ने पुरानो तलबाट झिक्ने ए ल जाम खुट्टासँग त झुन्डाउँदै लय हुन्छ कि टेक्छ त यस्तो बाख्राले त रुखमा त चढ्छ बुटा चढ्दा त घाँस खान्छ बिरालु हो के रे त्यहाँ त रोक्ने रोक्ने छोड दे ल तल झर बिरालुलाई जस्तो झर्छ अरे भिडियो गरेर खास हदै ल उता हान्ने डर नि यता हिँडे हुन्छ ऊ यता हुन्छ त्यो साग रोपेतिर अलि कमल होला मुनि अङ्कल ओ बिमल एउटा फोटो यहाँ कता कता काँटी निस्किएर ल अब हाम्रो कहाँ दुग्रिने र यो लिएर को म काटेर भ्यासी गरे नि हुन्छ ल ल ड्यु टु रेस्ट्रिक्सन है हामीले यसलाई काटेर देखाएनौँ काटेपछि चाहिँ अब यसलाई फाइनली गाइस ख्यासको पार्नुपर्छ यसलाई कारोबार हान्न लाउनु कारोबार हाल्नु लाउनु भयो पाइप जोडेर अब दे दन त्यसको नखिच्के यार त्यो पेन्टीमा त लाएर बस्छ मेरो त यार पुरै प्यान्टमा मैले हुन त अघि हात खुट्टा धोएँ ल यो बोका कार्यक्रम सुरु भइसकेछ अब सकिन आइसकेको यसलाई हामीले चाँडै नै दिप्सीमा उतार्ने छौँ त्यही बाल्टीको अड्के बस्छ त्यो चाहिँ पछाडि सर्दा लाएर हानेर हजुर फेरि कहाँ ब्लगर हो यस सर ठुलै कुनैमा थोरै कुनैमा धेरै हुनु भएन है के छ दाइ ल यो त भुँडी साफ हुँदैछ हाम्रो भुँडी साफ हुँदैछ भुँडीको लागि ओके केटाहरूले रुचानी नखिल पहिला बोल्ने हामी भुट्ने हाम्रो मुखमा नगर्ने बिरालोले खाइसक्यो वो तिनवटा बिरालो मर्नु भइसक्यो बिनो दादा ए नुनसुन छर्न के हो शाकाहारी हो मासु कहाँ शाकाहारी कुरा हो अनि नुनसुन हाल्नु भएन अनि नुन हाल्छ त मासु पनि घर घर हानी केटा कति त खतरा आयो 90 563 कसैले यो नम्बरमा फोन गर्ने होइन फेरि कसैले नटिप्ने हो क्या दुवा पाक्दैछ अब दुवा पाकेपछि हामीले ढक्कनलाई पैसा पुगेको यता पंखा बिगारेको देखाउने कि यो के हो कसले हो गर्ने? हँ? यो अबे कसले हो आछ आछ त्यो काम गर्दैन त्यो बिपन अङ्कल जस्तै हेर्छु कि पंखा त थै होइन फ्री स्टाइल हो के केटी गरेको भए त ल यहाँ हाम्रो सुरु भयो गोविन्दले लाग्यो भने 25 लाख रुपियाँ लाग्यो कलेज अनुसार के सिभिल हो नि इन्जिनियर ल गाइज अब चाहिँ हाम्रो घर जाने बेला भएको छ हुन्छ हाम्रो बाटोमा घर टाढिने बेला भएको हजुरलाई यो चाहिँ तान्न खोजेको अनि मार हानेको फोटो खिचेको होइन यसले सबै हालेको के खै त मलाई त छैन मार हानेको त कहाँ खिच्न पाइएर मा यो फोन फालेर टिपेर डुब्रिन हतार यसले भिडियो गर्दैछ के छैन यो मार हानेको छैन छैन त्यस्तो हान्न गयो त कहाँ फेसबुकमा हाल्नु भयो नि कुनै देखाउनु हुन्न भन्छ नि यताउता देखाउन भयो देख्न भएन ल ठुलो बस्नु है मम्मी अब बाबा धेरै आउँछन् आइयो अहिले जो जसले भ्याउँछौ अब सबै कुरा घरबार बिगारेर पेसा धन्दा व्यवसाय बिगारेर आऊ भनेर मैले पाखुरा खेल्न भएन हो कि एक दुई दिनलाई फुर्सद मिल्छ भनेदेखि सबै परिवार पनि यहाँ आउने अनि बसेर एक दुई रात बस्ने टिकाटाला लाउने मिठो नमिठो खाने त्यसपछि अनि जाने
है। अनि मङ्सिर कहिले फुल मङ्सिरको 23 गते भन्थे कता गयो 19 गते हो क्या। ए 19 गते ल गाइस हामी चाहिँ अब घर जाँदैछौँ। हामी चाहिँ अब घर पुग्न आइपुग्यौँ है र आजको ब्लग चाहिँ यति नै। फेरि पनि भेटौँ न नेक्स्ट ब्लगमा है। ह्याप्पी तिहार ह्याप्पी दसैँ है सबैलाई। हामी फुल पूजा गरेर फर्कियौँ फर्कियौँ है र हाम्रो पुरै पूजा चाहिँ अब आउने मङ्सिर 19 गते रहेको छ। फेरि पनि हामी आचार्य दाजुभाइ भेट्नेछौँ र धेरै रमाइलो गर्नेछौँ। ओके गुड बाई टेक केयर बाई बाई।